गरी नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू नेपाल भित्रिएका छन् र अन्ततः चीनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव छ भन्ने कुरा पुष्टि भएको छ र अहिले पहिलो पटक भारतले अघोषित नाकाबन्दी गरेपछि यसरी चीन सरकारले अनुदानमा दिएको पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू पहिलो खेपमा 3वटा ट्याङ्करहरू यसरी नेपाल प्रवेश गरिरहेका छन्। शनिबार नेपाल चीन जोड्ने रसुवागढी नाकाको पुलबाट पहिलो पटक यसरी पेट्रोल भित्रिएको हो। भारतको नाकाबन्दीपछि पहिलो पटक चीनबाट पेट्रोल लिएर आउँदा नेपाली ट्याङ्कर चालकहरू पनि निकै उत्साहित देखिन्थे। उनीहरूले हामीसँग पहिलो पटक पेट्रोल ल्याउँदाको खुशी र सडकको अवस्थाबारे यस्तो प्रतिक्रिया दिए। हामीलाई भारतले जुन नाकाबन्दी गरेर चाहिँ नेपाली जुन जनताहरूलाई जुन दुःख दिएको जुन अवस्था छ, जुन सङ्कट गरेको अवस्था छ, त्यसको विकल्पमा हामीले जुन चाइनाबाट तेल ल्याउन सक्यौँ हैन, बाटो जोखिमबाट भए पनि लगभग त्यसलाई चाहिँ जोखिम नमानिकन चाहिँ अब हामीले समस्या पर्दा पर्दै पनि र जोखिम मोलेर चाहिँ हामीले जुन तेल ल्याएका छौँ त्यसलाई चाहिँ हामी चाहिँ धेरै एकदम खुसी नै छौँ भनौँ। तेल लिन चाइना आयो, अब उहाँ रक्सल जस्तो नेपालतिर जस्तो सजिलो त हुँदैन अर्काको देशमा तेल लिन आउनलाई। अब आयो, अब दुःख सुख गरेर बाटोको लड्दै खेल्दै चाइना छिर्यो, चाइना छिरेर आज लोड गरेर आयो, चाइना गयो, खासै तेल लोड गर्ने राम्रो व्यवस्था त छैन, दुःख सुख गरेर लोड गरेर हाम्रो आफ्नो नेपालको लागि भनेर तेल लिएर आयो। आउँदा त एक त रमाइलो पनि होइन, सबै ठाउँमा सडक गरेछ, त्यही रमाइलो लागेको छ, खुसी लागेको छ। अब आफ्नो देशको लागि नि जस्तो जोखिमपूर्ण बाटोमा आएर पनि तेल ल्याएको छ, त्यही हो, खुसी लाग्यो। पेट्रोलियम पदार्थको अभावमा दिनचर्या समेत प्रभावित अवस्थामा चीनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि रसुवा नाका आसपासका स्थानीयवासी पनि निकै खुसी देखिन्थे। हामी एकदम खुसी छौँ, हामी एकदम पीडामा थियौँ। अब हाम्रो चाहिँ किन खुलासँग हामी हिँड्ने हाम्रो एउटा सरकारले माध्यम बनाउने आशा राखेका छौँ। अब हामी सधैँ दक्षिणमुखतिर फर्किन्न हो, हामी उत्तरतिर जान्छौँ। हामी हिमालयमा बस्ने मान्छे, हामीलाई उत्तर नै मन पर्नेले हाम्रो उत्तरबाट आएको नै हामीलाई सस्तो उत्तम हुने भन्ने हामीले आशा राखेको छौँ। हाम्रो त धेरै खुसी कुरा अब यता रसुवागढीको नाका खोल्यो भने हामीलाई धेरै सहज हुन्छ स्थानीयवासीको लागि, स्थानीयवासीलाई होइन सिङ्गल राष्ट्रको लागि सहज हुन्छ। अब निकट भविष्यमा चाहिँ हाम्रो यो खास भन्दा हाम्रो धोबर चौरकोमा चाहिँ अब यो रसुवागढी नाकाबाट चल्छ भन्ने विश्वास छ र अरू स्थानीयवासीहरूबाट पनि धेरै सहयोगहरू भइरहेछ। चीनको पाङसिङसम्म चिनिया ट्याङ्करले ल्याइदिएको अनुदानको पेट्रोल नेपाली ट्याङ्करमा भरेर रसुवागढी नाकासम्म पुर्याउन आएका पेट्रो चाइना लासाका म्यानेजर माङ नाङनाङले नेपाललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। नेपाल चीनको असल मित्र भएको र नेपाल सम्पन्न हुँदा चीनलाई पनि फाइदा हुने भन्दै अबका दिनमा दुई देश बीचको पेट्रोल व्यापारलाई व्यवस्थित बनाउने बताए। मैले के भन्नु भने नेपाल र चीनको सम्बन्ध चाहिँ धेरै अगाडिदेखिको हो। अब यो इतिहास साक्षी छ। हाम्रो देश दुईटै देशले चाहिँ धेरै आरोह अवरोह चाहिँ झेल्नु परेको छ। चाइनामा पनि पहिला दुखाइ थियो, नेपालमा पनि गाह्रो छ। तर हामी दुईटाको मित्रता यस्तो छ कि हामी मिलेर धेरै क्षेत्रमा चाहिँ धेरै कुरा गर्न सक्छौँ। हाम्रो देशलाई धनी चाइनाले नेपाललाई मद्दत गर्न सक्छ है, नेपालले पनि आफ्नो हिसाबले चाइनालाई चाहिँ सहयोग गर्न सक्छ। हाम्रो फ्रेन्डसिप, हाम्रो चाहिँ मित्रता चाहिँ दरिलो बनाउनुपर्छ। हामी विभिन्न क्षेत्रमा चाहिँ योगदान दिन सक्छौँ, हामी तयार छौँ। केरुङदेखि रसुवागढी नाका हुँदै काठमाडौँसम्म पेट्रोल ढुवानी गर्ने बाटोको अवस्था बुझ्न चीनदेखि स्थल मार्ग हुँदै आएका चीनका लागि नेपाली राजदूत डाक्टर महेन्द्र मास्केले अब चीनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने वातावरण तयार भएको बताए। चीनिया पक्षले नेपालमा पेट्रोल निर्यात गर्नका लागि आवश्यक तयारी गरिरहेको पनि उनको भनाइ थियो। सरकारलाई हामीले एकदमै सशक्त रूपले भनेको छौँ, स्पष्ट रूपले कि हामी यो इमर्जेन्सी अवस्थामा मात्र होइन, हामी चीनसँग तेलको आपूर्तिको सम्बन्धमा एकदमै लामो समयसम्म साधारण अवस्थाहरूमा पनि नर्मल अवस्थाहरूमा पनि हामी यो व्यापारिक सम्झौता समझदारी गर्न चाहन्छौँ र यसलाई अब कसरी होइन एउटा मूर्त रूप दिनको लागि हामी फेरि यसको फलोअप मिटिङहरू गऱ्यौँ भनेर हामीले त्यो जुन पेट्रोल चाइनासँग हस्ताक्षर गरेर आएको छौँ उनीहरूलाई नेपाल पनि लिएर आएको छौँ। अब हाम्रो
ओइल निगमको यही हुनुहुन्छ डेपुटी डाइरेक्टर, उहाँले चाहिँ एउटा मिन्तो पत्र छिटै पठाउनुहुन्छ र त्यो किसिमले चाहिँ हामीले एउटा नयाँ सुरुवात चीनसँगको चीनबाट तेल आपूर्तिको लागि चाहिँ साँगुरो सडकका कारण तत्काल 12,000 लिटर क्षमताका ट्याङ्करले पेट्रोलियम पदार्थ ल्याउन सुरुवात गरिएको छ। दीर्घकालीन रूपमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउनका लागि चीनको केरुङदेखि स्याप्रुबेसीसम्म पाइपलाइन बिछ्याउने, रसुवागढीदेखि स्याप्रुबेसीसम्म तत्काल 2 लेन सडक विस्तार गर्ने र रसुवाको स्याप्रुबेसीदेखि नुवाकोटको बेत्रावतीसम्म सुरुङ मार्ग निर्माण गर्ने हो भने भारतभन्दा सस्तो र सहज रूपमा नेपालमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिने रसुवा भन्सार कार्यालयका प्रमुख केदार प्रसाद पनेरू बताउँछन्। चीनिया सरकारसँग पेट्रोलियम पदार्थको बारेमा पनि हामीले दीर्घकालीन ढङ्गले यदि कारोबार गर्ने हो भनेदेखि पाइपलाइनको लागि हामीले तयारी गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि केरुङदेखि तपाईँको जुन हाम्रो बेत्रावतीसम्मको पाइपलाइनको एउटा काममा सुधार गर्नुपर्ने अवस्था देखिन्छ भनेदेखि बेत्रावतीदेखि चाहिँ तपाईँको यो स्याप्रुबेसीसम्मको हामीले सुरुङ मार्ग पनि निर्माण गर्नुपर्ने देखिन्छ। यसले गर्दाखेरि लागत पनि घटाउन सक्छ र त्यसपछि लिएर हामीले यसबाट धेरै ठुलो लाभ पनि पाउन सक्छौँ र जुन एउटा चाहिँ पहिरो गइरहने त्यसपछि बाटोमा अवरोध हुने सिर्जनाहरू भइरहने अवस्था छ त्यसबाट पनि हामीले मुक्त पाउन सक्छौँ। यसले गर्दाखेरि दुई देश बीचको आयात निर्यात र व्यावसायिकरण यसले चाहिँ महत्त्वपूर्ण चाहिँ योगदान हुन्छ। चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सम्भव छैन भन्ने विभिन्न टिक्का टिप्पणीका बावजुद यसरी चीनबाट पेट्रोलियम पदार्थ भित्रन सुरु भएको छ। पहिलो चरणमा चीन सरकारले अनुदानमा दिएको 13 लाख लिटर पेट्रोल ल्याउन सुरुवात गरिए पनि व्यापारिक सम्झौता गरी पूर्वाधार सुधार गरेमा चीनबाट पनि नेपालमा सहज रूपमा इन्धन आपूर्ति गर्न सकिने देखिएको छ। रसुवागढी नाकाबाट फर्किएपछि उद्धव कुमार कार्की र किशोर चौधरीको रिपोर्ट। खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। स्वागत छ तपाईहरूलाई जगदम्बाको देशमा। विशाल हिमालयको देश मेरो, ज्योतिको दीप बल्दा लाग्छ राम्रो। उत्साह छ, उमङ्ग छ, विकास छ, उन्नति छ, प्रगति छ, मेरो आफ्नै देश हो। मेरो देश मेरो जगदम्बा, यही नै त हो जगदम्बाको देश। मेरो देश मेरो जगदम्बा सिमेन्ट। हाय सन, मैले मासुका परिकारहरू केवल 5 मिनेटमा तयार पारेर ल्याएकी छु। अरे रेड मिट, तिमीलाई हाम्रो स्वास्थ्यको बारेमा चिन्ता छैन? बोल्नुस् चिन्ता भएर नै त मैले अस्ट्रिचका मासुका परिकारहरू बनाएकी हुँ। अस्ट्रिचको मासु? हो, अस्ट्रिच मिटमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन तथा मिनरल्सका साथै ओमेगा 3, 6 र 9 प्रशस्त मात्रामा पाइन्छ। हो र? जसले मुटुलाई स्वस्थ राख्नुका साथै दिमागलाई तन्दुरुस्त बनाउँछ अनि शरीरको वृद्धि र विकासमा समेत मद्दत पुर्याउँछ। अस्ट्रिच मिटले अब हामी छौँ हेल्दी एन्ड ह्यापी पनि। अस्ट्रिच मिट, अनुपम स्वाद र उत्कृष्टताको आभास। अब आइएसआई चिन्हद्वारा प्रमाणित देशको मेरुदण्ड जगदम्बा स्टिल। विकासको नयाँ सोचसँगै चालेका कदमहरू, पूर्वदेखि पश्चिमसम्म फैलेका सञ्जालहरू। अब घुरी यो संसार, अटुट र द्रुत संसार, सबै हुनेछ सपना साकार। अब बदलिने वेब सर्फर, इन्टरनेट, इन्ट्रानेट र इन्टरनेट टेलिफोनी सेवाको लागि यो एभिन्यूज टेलिभिजनको संकेत हो र तपाईँ अहिले एभिन्यूज एट खबरमा हुनुहुन्छ। अब बाँकी प्रसंग। प्रधानमन्त्री केपी ओली र एकीकृत